कामिरिता शेर्पा नेपालका विश्व प्रसिद्ध पर्वतारोही हुन् जसले सगरमाथा माउन्ट एभरेस्ट को सर्वाधिक पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। सोलुखुम्बु जिल्लाको थामे गाउँमा जन्मिएका 55 वर्षीय कामिरिताले मंगलबार भदौ 27 गते 2025 मा 31औं पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै पुरानो कीर्तिमान तोडेका छन्। उनले सन् 1994 मा पहिलो पटक सगरमाथा चढेका थिए र त्यसैता उनले यो शिखरमा बारम्बार आरोहण गर्दै कीर्तिमान राखेका छन्। कामिरिता शेर्पा जातिका हुन् जो नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने र पर्वतारोहणमा कुशल मानिने समुदाय हो। उनको यो उपलब्धिले नेपालको शेर्पा समुदायको साहस, परिश्रम र हिमालप्रतिको समर्पणलाई विश्वभर चिनाएको छ। सेभेन समिट ट्रेक्सका लागि काम गर्ने कामिरिताले 25 पटक चुचुरोमा पुगेपछि विश्राम लिने बताएका थिए, तर उनले आफ्नो यात्रा जारी राखेका छन्। उनको यो कीर्तिमानले विश्व पर्वतारोहण समुदायमा ठूलो प्रभाव पारेको छ। उदाहरणका लागि 19 पटक सगरमाथा चढेका पर्वतारोही केन्टन कुलले कामिरितालाई उछिन्न नसकिने बताएका छन्। उनको यो उपलब्धिलाई नेपालको पर्यटन विभागले पनि पुष्टि गरेको छ। कामिरिताको यो कीर्तिमानले उनलाई विश्वभरि सम्मानित बनाएको छ र उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता भएको छ। उनको यो उपलब्धि नेपालका लागि गर्वको विषय हो।